नमस्कार, टुडे न्यूजमा स्वागत छ। म एन्जल। सुरु गरौँ ऐतिहासिक गेरुका मेला सुरु भएको प्रसङ्गबाट। महतरीको लहरपट्टी नगरपालिका 4 खुट्टा स्थित गेरुका धाम मेला सुरु भएको छ। 1 महिनासम्म लाग्ने मेला मंगलबारदेखि सुरु भएको छ। पुरुषोत्तम मासको अवसरमा यहाँ भव्य मेला लाग्ने गरेको छ। सोही अवसरमा जनकपुर धामबाट जानकी मन्दिरको नेतृत्वमा भगवान जानकीको डोला सहित श्रद्धालु तथा साधु सन्तहरू गेरुका धाम पुगेर शाही स्नान तथा गेरुका मन्दिरमा विशेष पूजापाठ गरेका छन्। गेरुका नदीमा शाही स्नानका लागि जनकपुर धामका विभिन्न मठ मन्दिरहरूबाट महन्त साधु सन्त सहितको टोलीले झाँकी सहित गेरुका मेला पुगेका थिए। धार्मिक महत्वको गेरुका नदीमा स्नान गरेर गेरुका धाममा रहेको भगवान विष्णु सहितको मठ मन्दिरमा विशेष पूजापाठ गर्ने चलन रहेको छ। भगवान विष्णु मलमासमा गेरुका नदीमा बास बस्ने मान्यता अनुसार नदीमा स्नान गर्नका लागि नेपाल र भारतबाट हजारौं श्रद्धालुहरू मलमास अवधिमा गेरुका पुग्ने गरेका छन्। भगवान रामको ससुराली भएका कारणले पनि मिथिलामा सबै अवतारको उत्तिकै श्रद्धाका साथ पूजा हुने गरेको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले बताए। पुरानो ग्रन्थहरूमा उल्लेख भए अनुसार पुरुषोत्तम मास धर्म कर्मका लागि उपयोगी मानिन्छ। यो दुर्लभ महिनामा जसले स्नान पूजा आराधना यज्ञ अनुष्ठान एवं दान धर्म गर्छ उसले अत्याधिक पुण्य प्राप्त गर्ने विश्वास छ। यसकारण हिन्दू धर्मशास्त्रहरूमा अधिक मासलाई निकै पवित्र मानिएको छ। भगवान विष्णुको महिना भएकाले यो महिनामा गरिने व्रत पारायण पवित्र नदी स्नान एवं तीर्थयात्राबाट साह्रै ठूलो पुण्य प्राप्त हुने कुरा शास्त्रमा बताइएको छ। शाही स्नानमा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव, जनकपुर धाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार शाह, प्रदेश सभा सदस्य एवं सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष राम आशिष यादव, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सुन्दर सदनका महन्त नवल किशोर दास वैष्णव लगायतको सहभागिता थियो। उनीहरूलाई ठाउँ ठाउँमा सर्वसाधारणहरूले स्वागत गरेका थिए। प्रदेश सभा सदस्य दिपेन्द्र ठाकुरले पनि दोसल्ला ओढाएर साधुहरूलाई यात्रामा स्वागत गरेका थिए। जनकपुर धाम ढल्केबर अन्तर्गत रमदैया स्थित राजदेवी मन्दिरमा चोरी गर्ने थप 1 जना पक्राउ परेका छन्। मंगलबार छिरेश्वरनाथ नगरपालिका 6 कुचाई टोलका 23 वर्षीय मोहम्मद नसिबलाई प्रहरीले पक्राउ गरेको छ। यस चोरी घटनामा गत फागुन 20 गते 5 जनालाई पक्राउ गरिएको थियो। सोही महिनाको 14 गते राति उनीहरू मन्दिरको ढोका फुटाई मूर्ति सहितको सामान उनीहरूले चोरी गरेका थिए। चोरी भएको करिब 5 महिनापछि चोरीमा संलग्नता पुष्टि भएपछि नसिबलाई पक्राउ गरिएको धनुषाका प्रहरी नयाँ परीक्षक वेद प्रसाद गौतमले जानकारी दिए। उनका अनुसार यसअघि सोही घटनामा मुख्य योजनाकार विदेह नगरपालिका 4 का 30 वर्षीय शरीफ मुसलमान, सोही ठाउँका 22 वर्षीय नसरुद्दिन शाह, हब गुलाल शाह, छिरेश्वरनाथ नगरपालिका 5 का 37 वर्षीय रजक मोहम्मद र कमला नगरपालिका 7 हातमुण्डाका 22 वर्षीय रमेश कुमार महतोलाई प्रहरीले सार्वजनिक गरेको थियो। उनीहरू सबै अहिले पूर्वपक्षका लागि जेलमा छन्। फागुन 14 गते राति रमदैया स्थित जनकपुर धाम ढल्केबर सडक छेउमा अवस्थित राजदेवी मन्दिरमा उनीहरूले चोरी गरेका थिए। सीसीटीभी र ह्युमन इन्टेलिजेन्सको सहायतामा उनीहरूलाई पक्राउ गरिएको थियो। पक्राउ परेका उनीहरू सबै पेशेवर चोर रहेको प्रहरीले बताउँदै आएका छन्। उनीहरूको तत्कालीन ठाडी झिझाको डाका परिवारसँग संलग्नता समेत देखिएको प्रहरीको अनुसन्धानमा खुलेको छ। प्रहरीले उनीहरूको साथबाट कटुवा, पिस्तोल 1 थान र त्यसमा लाग्ने गोली, मूर्ति सहितको चाँदीको पिडी 2 केजी, चाँदीको मुकुट 22 तोला, चाँदीको झाप 1 केजी, चाँदीको थाली आधी किलो, चाँदीको लोटा 15 तोला, चाँदीको घण्टी 12 तोला, सुनको मनटिका 6 आना, सुनको नथिया 10 आना, सुनको सिक्री 4 आना, नाकको टप 1 आना, कानको बाली 6 आना, दान पेटीमा रहेको खुद्रा पैसा बरामद गरेका थिए। सप्तरीको कञ्चनपुर नगरपालिकामा 1 जना 17 वर्षीय किशोरीको सामूहिक बलात्कार भएको छ। 4 जनाको समूहले ती किशोरीलाई घरबाट जबरजस्ती उठाएर घर नजिकैको एउटा पुरानो घरमा लगी बलात्कार गरेको पीडितले बताएकी छिन्। घटनामा संलग्न भएको आरोपमा प्रहरीले
4 जनालाई नियन्त्रणमा लिएको छ। पीडितको जाहेरीपछि आरोपी दिपेश सुवेदी, सुदीप भुजेल, मनोज बेग र कैलाश भनिने टेकराज पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। पीडित किशोरीका अनुसार आफूलाई बलात्कार गर्ने मध्येका एकजनालाई तिहारमा लगाएको टीका बारे पनि सम्झाएकी थिइन्। तपाईहरू मेरो दाइ जस्तै हो, तिहारमा तपाईलाई लगाएको टीकाको कम्तीमा लाज राख्नुहोस् भन्ने, तर केही सुनेनन्। कुटपिट गर्दै मेरो असीमता लुटिरहे, पीडित किशोरीले भनिन्। इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी दीप कुमार रायका अनुसार गत असार 29 गते राति 10:30 बजेतिर ती किशोरीलाई भेट्न एकजना साथी आएका थिए। त्यस लगतै 4 जना आरोपी छिरेर किशोरी र उनका साथीलाई कुटपिट समेत गरे। किशोरी र उनका साथीको तस्बिर खिचेर सार्वजनिक गर्ने उनीहरूले धम्की दिए। त्यसपछि किशोरीका साथीलाई घरमै थुनेर नजिकै रहेको घरमा लगेर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको हो। आरोपी मध्येका कैलाश भनिने टेकराज पोखरेलको निर्देशनमा 3 जनाले आफूलाई बलात्कार गरेको किशोरीले प्रहरीमा दिएको जाहेरीमा भनेकी छिन्। बलात्कारपछि किशोरीलाई कुटपिट गर्दै घरमा लगेर छोडिएको प्रहरीले जनाएको छ। उनीहरूले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की समेत दिएको पीडितले बताएकी छिन्। ज्यान मजदुरी गरी जीविकोपार्जन गर्ने किशोरीका बुवा कामका सिलसिलामा जनकपुर गएका थिए। किशोरीकी आमा र बहिनी अर्को कोठा राखेर चुक्कु लगाई आरोपीहरूले थुनेका थिए। सामूहिक बलात्कार भएको घटना किशोरीले पहिले घर परिवार र छरछिमेकीले बताएपछि सोमबार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी थिइन्। डीएसपी रायका अनुसार पक्राउ परेका 4 जनालाई मंगलबार अदालतबाट म्याद थप गराई अनुसन्धान गरिने डीएसपी रायले जानकारी दिए। यातायात व्यवस्था कार्यालय वीरगञ्जका सहायक शाखा अधिकृत रञ्जित प्रसाद शाहमाथि पेट्रोल खन्याई हत्याको प्रयास गरिएको छ। कार्यालयलाई व्यवस्थित बनाउन उनले प्रयास थालेपछि बिचौलियाहरूलाई समस्या हुँदा उनको सरुवा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यातायात व्यवस्था कार्यालय गौरमा गरेको थियो। मंगलबार करिब 4 बजे बिचौलियाहरूले उनीमाथि पेट्रोल छर्केपछि सेवाग्राहीहरूले उनलाई नियन्त्रणमा लिई उनको ज्यान जोगाउन सफल भएका थिए। हुन त शाहमाथि कास फिर्ता गरेको 12 दिन बितिसकेको बताइएको छ। उनी हालसम्म कास फिर्ता भएको यातायात व्यवस्था कार्यालय गौरमा हाजिर भएका छैनन्। उनीसँग यातायात व्यवस्था कार्यालय वीरगञ्जका मेकानिकल इन्जिनियर अमित कुमार दासको पनि मुख्यमन्त्री कार्यालयले गत असार 21 मा यातायात पूर्वधारा निर्देशनालय जनकपुर धाममा सरुवा गरेको थियो। तर उनले आफूलाई 22 गते मेल आएको बताए। उनले आफूले एक दिन पहिला नै कार्यालय प्रमुख कमल राज गौतमलाई जानकारी गराई घर बिदामा बसेको बेला मेलको बारेमा जानकारी पाएको प्रतिक्रिया दिएका छन्। तर दास पनि हालसम्म सरुवा भइसकेको कार्यालयमा गएका छैनन्। सहारा दासको सरुवा भएको कार्यालयमा यातायात व्यवस्था कार्यालय वीरगञ्जले रमाना पठाइसकेको छ। सहारा दास दुबईले यातायात व्यवस्था कार्यालय वीरगञ्जमा न्यून बिचौलियाको नीति अवलम्ब गरेपछि कार्यालय प्रमुख गौतमदेखि बिचौलियासम्म उनीबाट आजिज भएका थिए। तर सेवाग्राहीहरू भने उनी दुबईको कामबाट खुसी रहेको सेवाग्राहीहरूले बताए। गौतम कार्यालय प्रमुखमा भएर कमाउन नपाएको झोकमा दुवैजनाको सरुवा गर्न उद्धत देखिएको स्थानीयहरूको आरोप छ। सेवाग्राहीको काम गर्न दुवै कर्मचारी तल्लीन भएका कारण कमाउने बाटो बन्द भएपछि दुवैको सरुवा गराउन कार्यालय प्रमुख गौतम लागि परेका छन्। सरुवा गर्दा 21 दिन बाटो म्याद हुन्छ। एक कर्मचारीले भने ती कर्मचारीहरूलाई कम्तीमा बर बुझाएर त गर्न दिनुपर्छ। दुवैलाई जति सक्दो सरुवा गराउन लागेको कार्यालय प्रमुख गौतमको नियत शंकास्पद देखिएको एक कर्मचारीले नाम नखोल्ने शर्तमा बताए। गुणस्तर तथा नापतोल विभागबाट 2076 जेठ 7 मा मेकानिकल इन्जिनियर दास यातायात कार्यालय वीरगञ्जमा सरुवा भएर आएका थिए। 4 वर्षभन्दा बढी समय दास यातायात कार्यालय वीरगञ्जमा बसिसकेका छन्। सहायक शाखा अधिकृत शाह भने 2078 चैत 14 मा कास सरुवा गराई यातायात कार्यालय वीरगञ्जमा आएका थिए। गत असार 29 मा सरुवा खारेजीको माग गर्दै उच्च अदालत जनकपुर स्थायी इजलास वीरगञ्जमा शाहले निषेधाज्ञा मुद्दा र दासले उत्प्रेषण परमादेश मुद्दा दर्ता गराएका थिए। शाहको मुद्दामा उच्च अदालतका न्यायाधीश गणेश प्रसाद बरालको इजलासले माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको आदेश गरेको छ। यातायात व्यवस्था कार्यालय प्रशासन फाँटका अनुसार परमादेशको मुद्दामा न्यायाधीश राजेश कुमार काफ्लेको इजलासले दुवै पक्षलाई साउन 12 गते छलफलका लागि बोलाइ उक्त अवधिसम्म निवेदकलाई हाल बहाल रहेको कार्यालयबाट कानूनको प्रावधान विपरीत सरुवा नगराउनु भन्ने अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ। यता प्रहरी भने दोषीहरूको खोज तलास तीव्र बनाएका छन्। दोषीलाई खोज तलास गरी कानूनी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
लम्पी स्किन रोगबाट मध्य प्रदेशमा 52,686 चौपाया प्रभावित भई 1,700 चौपाया मरेका छन्। लम्पी स्किन रोग सरुवा रोग भएका कारण नेपाल, भारत लगायत अन्य मुलुकका चौपाया समेत यस रोगबाट प्रभावित भएको देखिएको छ। मध्य प्रदेशका 8 जिल्ला मध्ये सबैभन्दा महतरीमा यस रोगको प्रकोप देखिएको छ। महतरीमा यस रोगबाट भैँसी राना 16 र गाई गोरु 24,396 गरी कुल 24,412 प्रभावित भएका छन् भने गाई गोरु 205 मरेका छन्। त्यस्तै सिराहा जिल्ला यस रोगबाट प्रभावित हुने दोस्रो जिल्लाको रूपमा रहेको छ। यस जिल्लामा गाई गोरु 13,857 र भैँसी राना 436 प्रभावित भएका छन् भने यो रोगबाट यस जिल्लामा 1118 वटा गाई गोरु मरेका छन्। त्यस्तै धनुषामा यस रोगबाट 5,486 गाई गोरु र 307 भैँसी राना प्रभावित भएका छन् भने 143 गाई गोरु मरेका छन्। सर्लाहीमा यस रोगबाट कुल 3,053 वटा चौपाया प्रभावित भएका छन्। यस जिल्लामा 2,716 गाई गोरु र 337 भैँसी राना प्रभावित छन् भने 58 वटा गाई गोरु मरेका छन् भने 5 वटा भैँसी राना पनि मरेका छन्। सर्लाहीमा 325 वटा चौपायामा भ्याक्सिन दिइसकेको छ। सप्तरीमा 2,500 गाई गोरु प्रभावित भएका छन् भने 600 भैँसी राना प्रभावित भएका छन्। सप्तरीमा 40 वटा गाई गोरु मरिसकेका छन्। बारामा यस रोगबाट कुल 964 चौपाया प्रभावित भएका छन् भने 61 चौपाया मरेको बताइएको छ। यस जिल्लामा 962 गाई गोरु र 2 भैँसी राना प्रभावित छन् भने 61 वटा गाई गोरु मरेको छ। यस जिल्लामा 10,000 चौपायामा यस रोग विरुद्ध लड्ने भ्याक्सिन दिइसकेको छ। त्यस्तै रौतहट जिल्लामा कुल 949 चौपायामा लम्पी स्किन रोग देखिएको छ भने 29 वटा चौपाया मरेको छ। यस जिल्लामा 939 गाई गोरु र 10 वटा भैँसी राना यस रोगबाट प्रभावित भएका छन्। यस जिल्लामा 28 वटा गाई गोरु र 1 वटा भैँसी राना गरी कुल 29 वटा चौपायाको यस रोगबाट मरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय निर्देशक जागेश्वर यादवले जानकारी दिए। त्यस्तै यस रोगको प्रभाव पर्सा जिल्लामा कम देखिएको छ। यस जिल्लामा कुल 122 वटा चौपाया प्रभावित भएको छ भने 1 चौपाया मरेको छ। यस जिल्लामा 115 गाई गोरु र 7 भैँसी राना गरी 122 चौपाया प्रभावित छन् भने एउटा गाई गोरु मरेको निर्देशनालयका सूचना अधिकारी शिव नारायण यादवले जानकारी दिए। हस्त टुडे न्युजमा अहिलेको लागि यति नै। फेरि अर्को समाचार लिएर पुनः उपस्थित हुनेछु। हेर्दै गर्नुहोस् टिभी टुडे जनकपुर। नमस्कार।